हेलो Hello एभ्रिवान। everyone. आज हाम्रो मुकबाङमा छ यो जिरालो, अन्डा, दाची। ल खामला। झोल लगाउन दाछीको सुप पहिला उयोसँग खाने कि झोल लगाउनु पहिला। मैले सानो पो ल्यायो झोल अन्त। एउटा उगाउनु ल्याउ न भनेको त ए लिएर आउनु। होस् अब तातो छ त उठाउनु सक्दैन त्यो उयो। आफै लगाएर खानु ल। चम्ची यहाँ छ त आफै आउने चम्ची। मैले चाहिँ पहिला उयोसँग खानु पर्यो यतिकै सुक्खा। खाइ ल। मैले खाएँ। कस्तो भयो दाची झोल? झोल त अब टेस्ट गर्छु। धर्मी अहिले अन्डा मात्रै टेस्ट गर्नु ल। पिरो गर्छु अन्डा अन्डा चाहिँ मैले दादाको स्टाइलमा बनाएको। हाम्रो ठुल्दादाले बनाएको भनेको पहिला हुँदा खालि अन्डा मात्रै बनाउँथ्यो नि त। अहिले त सबै बनाउनु थालेको थियो। हामी त बनाउँछ सबै बनाउँछ कि तर घरमा चाहिँ कहिले बनाउँथेन क्या। हुन त पहिला त्यो होटलमा गरेको नि त। घरमा चाहिँ खालि अन्डा मात्रै बनाउँथ्यो। पिरो छ भने खुर्सानी खानु नलाग्यो के भएको? तपाईँ स्पेसल लभर हो नि त। मलाई चाहिँ यस्तै खानु मन परेको। उयो चाहिँ पिएर खान्छु। दामी भएछ साथीहरू दासी चाहिँ। तपाईँहरू पनि बनाएर खानु होला। मजा आयो। मजा आयो। दाची हेल्दी हो कि होइन? दाछी हेल्दी हो त। सब बोइल हुन्छ नि त नि। खाने खाने उयो खान्छ। मैले खानै सक्दो रहेछु। हाम्रो अन्डा नभएको भए प्योर भेज हुन्थ्यो नि। कस्तो पिरो छ अन्डामा तर पनि खुर्सानी टोक्दैछ तपाईँ। मजा आउँछ। मैले अन्डामा कति खुर्सानी लाग्थ्यो दादा? 15 दिन बेसी लाग्थ्यो होला। अन्डा भुजेर त चिया फुल जस्तो रहेछ अदुवाहरू लगाएर। तपाईँले चिया फुल खाएको? खाएको।
चियाफुल त अन्डा लगाएर बनाउँछ हाम्रोमा नि अन्डा लगाएर बनाउँछ। ए अन्डा र चियाफुल चिन्दैन। सेम यस्तै टेस्ट आउँछ होइन, अदुवाहरू आउँछ नि त। चियाफुलको सब्जी भन्दा पनि अचार कस्तो दामी हुन्छ, खाएको अचार अचार हुन्छ नि। रोटी त नि खतरा खान्छ त्यो। म बिहा गर्नुभन्दा अगाडि मलाई रोटी मन पर्थेन क्या, तर पनि चियाफुल छ भने म 2टा आधीसम्म खान्थेँ रोटी। 2टा आधी सानो सानो खान्थेँ, 3टा रोटीसम्म खान्थेँ। नभए मलाई रोटी चाहिँ पटक्क मन पर्थेन क्या, म रोटी नै खान्थिनँ। तर मलाई अहिले मनपर्छ। मलाई पनि ठिकै लाग्छ रोटी, तर जति खायो पनि आउँदैन। रोटी चाहिँ भात चाहिँ खानै पर्छ। म पहिला के सोच्थेँ भन्नु त, रोटी चाहिँ खानु पनि नपरोस् बनाउनु पनि नपरोस् सोच्थेँ। बेसी खुर्सानी नखानु, कस्तो पिरो छ। दाछीमा पनि पिरो छ, पिउनु त। डाडुले खाइदिउँ क्या सुत्छ। आलु त मन पर्दैन मलाई, फेरि आलु मन पर्दैन भन्दै कसरी जिरा आलु चाहिँ खाँदैछ भन्दा। बेसी फ्राई गरेको मात्रै मन पर्छ। आलु मन नपर्ने चाहिँ म मात्रै होला। मलाई आलु नमन पर्ने रिजन पनि छ, किन भन्दा पहिला केटाकेटी हुँदा अलि आलु भुजिया बनाउनु जानेको भनेकोमा आलु भुजिया, खान मन परेको भने नि आलु भुजिया। मलाई खाना बनाउनु लगायो भने म खालि आलु भुजिया बनाउँथेँ। त्यही भएर होला मलाई अहिले आलु पटक्क मन पर्दैन। मलाई त मनपर्छ, आलु मन नै पर्दैन। त्यही भएर घरमा बनाउँछु, कहिले कहिले बनाउँछु आलु। हामी कति चिजहरू खाँदैन नि हतपत, जस्तो कि सोयाबिन कति महिना भयो, तब त ड्युटीमा खान्छ अब। घरमा नबनाएको कति महिना भयो, 6 महिनाभन्दा पनि बेसी भयो, 6-8 महिनाभन्दा बेसी। पहिला पुरा मन पर्थ्यो सोयाबिनहरू भयो। घरमा सोयाबिन बनाएको छ भने म सोयाबिन पनि चुने सबै खाइदिन्थेँ, आलु मात्रै ल्यान्ड्याङ्गै पारिदिन्थेँ। मलाई मनपर्छ, मलाई पनि मनपर्छ, तर पनि ज्यादै हुँदैन बनाउनु। सुक्खा खाएँ नि त मैले। चियाफुलले सम्झेर खाएँ मैले त।
कति साल भयो यहाँ आएर नि चिया खाएको अस्ति जाँदा अलिअलि सिजन थियो कि मतलब बहुत खोज्नुपर्ने मुस्किलले त भेट्थ्यो होला फुर्सदै नहुँ एक दुई दिनको लागि महिना दिनको लागि गयो भने त केही पाउँदैन नि सोचेर गएको केही पनि हो यो लेखेर लानुपर्छ होला यहाँबाट हामी कति चिज सोचेर जान्छ यो चाहिँ खान्छु योपालि गएर चाहिँ क्या केही नखाए पनि तपाईँलाई सिमरायो चाहिँ खुवाउँछु किनभने योपालि म गएर खाएर आएँ नि त अब हाम्रो पाउँछ सिमरा पाउँछ पाउनु पनि भन्छु पाउँछ होला कि कम्ती एकदम सायद खाएर सिमरा त बर्खामा हुन्छ नि बर्खामा हुँदैन होला नि बर्खामा हुन्छ बर्खामा त बारी सारी आएर उडाउँछ नि हामी भन्छौँ नि सिमराया खोल्जा खोल्जीतिर खोला नालातिर पाउँछ भनेर त्यो त पहिला मात्रै होला अहिले त सिमराको खेती लाउँदो रहेछ मैले कति देखेको थिएँ फेसबुकमा लाउँछ नि जहाँनिर पानी पर्छ जस्तो छ कस्तो दामी खेती थियो पानी एभाइलेबल छ नि भइहाल्छ तर त्यो जग्गा त कति धसिन्छ होला नि मतलब पानी लगाएर गिल्लो भएर क्या खुट्टाहरू हाल्दा गाछकाट गाडिन्छ नि सिमरायोको खेती गऱ्यो भने त 12 महिना त पानी हुनु पर्यो एक्सक्युज मी मैले खाइसकेँ साथीहरू फिनिस बुढाले पनि खाइसक्नु भयो 3 मिनट भयो 16 सही टाइममा म यहाँ पनि आँखा देख्दिनँ साथीहरू यस्तो छ मेरो हालत यो रिजन के हो बेसी फोन खेलाएर के हरिबरी नखाएर ल साथीहरू हामीले खाइसक्यौँ यो चाहिँ आरामले पिउनेछु हुन्छ थ्याङ्क यू तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो मकबाङ भिडियो भन्नु होला सिम्पल खाना छ हाम्रो बाई कमेन्ट गर्नु होला बाई फेरि अर्को भिडियोमा भेट्नेछौँ ल